भुटन यस्तो हुन्छ। यो चाहिँ सबै मिक्स है, राँगाको हो यो चाहिँ। अब चाहिँ यहाँ भुटनलाई हाई गाइज गर्दै मुन ओ म कति ज्ञानी छु मेरो मुन। ल बस बस, तिमीले खाइसक्यौ नि। भुटनलाई चाहिँ मजाले तारेर ग्रेभी बनाएको। के छ तरकारी मम्मी आज? च्याउ र भात, भुटुन, दाल। कहाँको दाल हो? हेलो नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म राङ्गाको भुटन बनाउन गइरहेको छु र भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। धन्यवाद। भुटन है गाइस, भुटन सफा गर्दैछु। भुटन सफा गर्नु जस्तो झ्याउ चाहिँ केही होइन। यहाँ चाहिँ अलरेडी मैले राखेँ फोक्सोहरू, अरू यति बाँकी छ। अहिले देखाउँछु है त गाइस। यो चाहिँ आन्द्राभुँडी यसरी पखालिसकेपछि चाहिँ अब यसलाई लगेर यहाँ मैले चाहिँ कुकर किनेको राखिसकेको छु। अब यसलाई पनि यहाँ राखिदिन्छु। यसले एकदम टाइम लाग्छ क्या। अब केही समय चाहिँ हामी यसलाई बोइल गर्छौँ। 4-5 सिटी लगाउँछौँ अनि त्यसपछि चाहिँ झोललाई कस्तो हुन्छ म देखाउँछु है। ल यतिको भइसकेको छ, अरूहरू चाहिँ लाग्न लागिसकेको छ, सिटी मात्रै लाग्नु बाँकी छ। चाहिँ अब भात पक्का सिटी लागेको छ। अब भात पनि पाक्दैछ। गाउँको प्योर लोकल मास र मुसुरको दाल, सिन्दुर पाल्छु मेरो माम घरबाट अजीले पठाइदिनु भएको चाहिँ एकदम मिठो हुन्छ। म चाहिँ यसलाई झान्दिनँ, यो यत्तिकै नै एकदम मिठो हुन्छ। यस्तो हुन्छ मासको दाल चाहिँ, प्योरवाला चाहिँ। हेर्नुहोस्, मास र मुसुर गेरा गेरा फल्छ। अनि पछि चाहिँ हामीले यसलाई चाहिँ घट्टामा पेल्नुपर्छ। घट्टा मिक्सरमा पनि पेल्न मिल्छ, तर मिक्सरमा पिसायो भन्दा चाहिँ घट्टामा त्यो यो पेल्दा चाहिँ एकदम मिठो हुन्छ। यो चाहिँ लोकल प्रडक्ट हो, जो चाहिँ एकदम मिठो हुन्छ। मलाई चाहिँ लोकल दालहरू मनपर्छ, इन्डियाबाट आएको भन्दा पनि आफ्नै नेपालमै फलेको होइन। हाम्रो उता माम घरतिर चाहिँ एकदम हुन्छ। यो प्राय काम लाग्ने ठाउँतिर चाहिँ अलिक बेसी हुन्छ। भुटन उसिनेपछि यस्तो हुन्छ भुटन चाहिँ। अब यसलाई हामी काटेर फ्राई गर्छौँ है। गाइस भुटन यस्तो हुन्छ। यो चाहिँ सबै मिक्स है, राँगाको हो यो चाहिँ। कसरी बनाउने भनेर चाहिँ म अब हजुरहरूलाई रेसिपी सेयर गर्छु। ल हामीले चाहिँ भुटन काटिसकेको छ। अब चाहिँ यहाँ भुटनलाई हाम्रो भुटन चाहिँ रेडी भइसक्यो है। भुटनमा चाहिँ मजाले जति भुट्यो त्यति मिठो हुन्छ।
सो मैले चाहिँ भुटन हजुरहरूलाई कसरी बनाउने भनेर रेसिपी सेयर गरेको छु। आई थिङ्क यो भिडियोले हजुरहरूलाई हुनेछ। यो चाहिँ खसीको होइन, राँगाको है भुटन चाहिँ। आइज 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 म्याउ म्याउ आइज ल आइज 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 आउँछ। सानो भएर मात्र हो, बाघै हो भने मम्मी। मम्मी बिरालो बाघै हो। मम्मी ल आउनु मम्मी चाहिँ मम्मीलाई सुरुमा आज म चाहिँ भात खान लागेको छु। के छ तरकारी मम्मी आज? च्याउरो भात, भुटुन, दाल। कहाँको दाल हो? गहुँको दाल। मुसुरको? मिठो छ? ल बाई बाई। सो हेलो, मेरो चाहिँ फर्स्ट सो हेलो नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ आज फेरि नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म भातको मुखबाङ गर्न गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ भात, अनि यो चाहिँ मसरुम र के भन्छ मटरको सागको ग्रेभी, अनि स्पेसल चाहिँ आज यहाँ भुटन छ, अनि यो चाहिँ हाम्रो गाउँको लोकल मुसुरको दाल, अनि यहाँ छ सादा पानी। अब ढिलो नगरी म चाहिँ भिडियोलाई सुरु गर्छु। भिडियोलाई अन्तिमसम्म हेरेर माया गरिदिनु होला। ल साथीहरू, म चाहिँ सुरु गरेँ है त। खाने काममा नो ढिलो। ओहो तातो रहेछ। भुटनलाई चाहिँ मजाले तारेर ग्रेभी बनाएको सही भएछ। च्याउ चाहिँ खोर्सानी चाहिँ मन पर्दैन। आज पनि यो भिडियो देखेपछि मेरो बुढोलाई चाहिँ जेलस हुन्छ होला पक्कै, एक्लो एक्लो प्लान बनाउने भनेर। के गर्नु, उहाँ चाहिँ काममा जानुहुन्छ, अनि अब कतिखेर दिमागमा कन्टेन्ट आउँछ त्यतिखेर बनाइदिने हो क्या। यस्तो मिठो भएको छ भुटन।
म चाहिँ त्यो धेरै भात लिएर चाहिँ त्यो उ चाहिँ गर्न सक्दिनँ। आफूले जति खाने हो त्यति नै लिने हो होइन, किन खाना फ्याल्नु होइन। मुकबाङ भन्दैमा त्यो एक कुकर भात चाहिँ म चाहिँ खान सक्दिनँ। यसो रमाइलोको लागि मात्र हो यो भिडियो पनि। तातो रहेछ। जसले जे भन्यो नि नेपाली भात जस्तो बेस्ट चाहिँ केही छैन है। मलाई चाहिँ चाउचाउहरूभन्दा चाहिँ भात नै ठिक लाग्छ। त्यही माथि दाल भात होइन। मेरो चाहिँ कुकुर यहाँ आएर हेरेर बसिरहेछ। तिमीलाई अघि दिएको होइन मुन, खाना दिएन तिमीलाई? यहाँ पनि छ। तिमीले अघि खाइसक्यो नि मुनु। भात जस्तो मिठो, भात जस्तो अमृत चिज चाहिँ केही पनि छैन होला यो संसारमा। भात भनेको भात नै हो, जसले जे भने पनि। मलाई चाहिँ त्यो वेस्टर्न फुडहरू चाहिँ त्यति मन पर्दैन। बरु भात चाहिँ मलाई एकदम सही लाग्छ। अस्ति करेन्टको मुकबाङ गरेको गाइस, 2-3 दिन त बिरामी नै भए। त्यही भएर म चाहिँ अब कहिले काहीँ मात्र चाउचाउको चाहिँ, पिरो चाउचाउको चाहिँ म सक्दिनँ। मुकबाङ भन्यो, पिरोको मुकबाङ गर्यो, स्वास्थ्यको लागि पनि हानिकारक नै हुन्छ नि त। बरु हाम्रो अर्ग्यानिक डल्ले खोर्सानीको पेस्टहरू बनायो भने हुन्छ। धेरै त्यो प्याकेट प्रडक्टहरू, जङ्क फुडहरू पनि खानुको लागि चाहिँ राम्रो हुन्छ जस्तो लाग्दैन मलाई चाहिँ। हजुरहरूलाई के लाग्छ? हामी कहिले काहीँ भयो ठिकै छ, तर सधैँ चाहिँ हेल्थको लागि राम्रो हुन्छ जस्तो लाग्दैन। यस्तो गाउँको दाल खानु के गाइस। हाम्रो नेपालको उत्पादन सिन्धुपाल्चोकबाट मेरो हजुरआमाले पठाइदिनु भएको मुसुर र मासको, मैले अघि पनि हजुरलाई भिडियोमा अगाडि हेर्नु भइसक्यो होला। बरु महँगो होस् होइन, आफ्नै नेपालकै लोकल प्रडक्टलाई उ गर्नुपर्छ जस्तो लाग्छ। हामीले जो सपोर्ट गर्नुपर्छ जस्तो लाग्छ बिजनेसमा। स्वास्थ्य राम्रो रहे पो भोलि आफू पनि रहन्छ, स्वास्थ्य नै रहेन भने त आफू पनि रहन्न होइन। त्यही भएर फर कन्टेन्ट त्यो नाना थरी त्यो उ चाहिँ गर्न मन लाग्दैन मलाई चाहिँ।
त्यही हो अब आयो भने मेरो चाहिँ अलिक हेल्दी टाइपको मुकबाङ आउँछ होला। म चाहिँ जङ्क फुड्सहरू चाहिँ अलिक सक्दिनँ, कहिलेकाहीँ चाहिँ आउँछ नत्र। सो गाइस हेर्न सक्नुहुन्छ निट एन्ड क्लिन भुटन पनि सकिसकेको छ। सो यति भन्दै म चाहिँ अब भिडियोलाई इन गर्छु। आई होप हजुरहरूले आजको यो मुकबाङ भिडियोलाई हेरेर इन्जोय गर्नुभयो होला र चाहिँ आउने दिनहरूमा अझै नयाँ नयाँ कन्टेन्ट ल्याउने प्रयास गर्छु। र यति भन्दै आजको लागि चाहिँ म चाहिँ बिदा हुन्छु। अनि आज चाहिँ गुड फ्राइडे, हजुरहरू सबैजनालाई गुड फ्राइडे। आई थिङ्क भिडियो अपलोड हुँदासम्म चाहिँ स्याटरडे पनि हुनसक्छ अथवा राति पनि हुनसक्छ। र अन्तिममा हाम्रो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। अनि यदि केही कमी कमजोरहरू हजुरहरूले भेटाउनु भएको छ भने मेरो कमेन्टमा गएर लेख्नु होला है, सुझावहरू दिनु होला। र यति भन्दै अब चाहिँ बिदाई हुन्छु। टाटा बाई बाई। मसँग अघि खाना खाइराखेको बेलामा मलाई डिस्टर्ब गर्न आउने चाहिँ यही मुन हो है, यही मुन हो, मासुको गन्धले यो आएको हो है। यो मुनु हो, मुनु मुनु मेरो पेट। म जहाँ जहाँ गयो सँगसँगै आउँछ ऊ चाहिँ। उसको लागि पनि माया र सपोर्ट गर्नु होला। उसको पनि आउने दिनहरूमा म भिडियोहरू लिएर आउँछु। ल जाऊ उता जाऊ मुन, जाऊ 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 त जाऊ, यता हेर, हाई गर, हाई हाई गाइज गरिदियो मुन। ओ म कति ज्ञानी छु मेरो मुन। ल ल बस बस, तिमीले खाइसक्यो नि त खाना, खाएको छैन? अघि खाना खाइसक्यो नि बाबा, अब एकछिनमा खाने नि है, धेरै खानुहुन्न, तिमीले पचाउन सक्दैन। हात देऊ ल, हात देऊ ल। ज्ञानी 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 मुन, उता जाऊ उता जाऊ, ल जाऊ जाऊ जाऊ।